हाम्रो यो च्यानल पेजलाई हेरिराख्नुहुने सम्पूर्ण श्रोता मित्रहरूप्रति मेरो न्यानो अभिवादन र विशेष गरी आज कवि ईश्वर बल्लभको मानिसको पयर कविताको संक्षिप्तमा विश्लेषण हेर्नेछौँ। र विशेष गरी मानिसको पयर नामक कविता कवि ईश्वर बल्लभको आगोका फुलहरू हुन् आगोका फुलहरू होइनन् भन्ने कविता सङ्ग्रहमा सङ्ग्रहित छन्। र विशेष गरी यो कविता सङ्ग्रह 2029 साल सम्बत 2029 सालको मदन पुरस्कार विजेता सङ्ग्रह पनि हुन् है। र विशेष गरी कवि ईश्वर बल्लभको यो कवितामा विशेष गरी कविले कवितामा जीवनलाई यथार्थ धरातलबाट बुझ्ने सन्देशहरू दिएको हामी पाउँछौँ। र विशेष गरी कविले कवितामा लेख्नुभएको कुराहरू है सपना, आकाश, धरती भन्ने कुराहरूलाई है कविले आकाशलाई सपना अथवा हाम्रो चाहना, हाम्रो कल्पनाहरूको प्रतीकको रूपमा उहाँले त्यो कुराले बुन्नुभएको छ भने धरतीलाई हामीले गर्दै गरेको श्रम अथवा यथार्थ कुराहरू र जीवनको प्रतीक बनाएको पाउँछौँ हामी कवितामा। र यसैले कविले केवल आकाशतर्फ मात्र होइन तर धरतीतर्फ पनि ध्यान दिनु अथवा ध्यान दिने आग्रह चाहिँ हामीलाई कविले कविता मार्फत गर्नुभएको कुरा हामी पाउँछौँ। र अब धरतीले मानिसलाई माया गर्छ भन्ने प्रसङ्ग हामी देख्छौँ त्यहाँनिर। अनि धरतीले मानिसलाई माया गर्छ भन्ने अभिव्यक्तिले प्रकृति र मानिस बीचको आत्मीय सम्बन्धलाई जनाउने अथवा चिनाउने वा त्यो कुरालाई जनाउन चाहनु भएको कुरा हामी बुझ्न सक्छौँ। आकाशका तारा र धरतीका पानीको थोपा तथा बिरुवाको तुलना गरेर विशेष गरी कविले कविता मार्फत जीवनमा सन्तुलित र निरन्तरता रहेको सङ्केत चाहिँ गर्नुभएको अथवा हामी त्यो कुरालाई हामी बुझ्न सक्छौँ वा देख्न सक्छौँ उहाँको यो लेखाइमा। अनि अर्को कुरा हामी के देख्छौँ भन्दाखेरि चाहिँ कवितामा कि क्षितिजको कुरा उहाँले गर्नुभएको छ कवितामा। र क्षितिज टाढिँदै जानु र पाइला अघि बढ्दै जानु भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ हामी मानव जीवनको हामी मानिसको अथवा हाम्रो मानव जीवनको निरन्तर यात्राको प्रतीक हो। यो चाहिँ क्षितिज टाढिँदै जानु पाइला अघि बढ्दै जानु भनेको चाहिँ हामी मानिसको जीवनको हामी गतिशील छ र जीवनको निरन्तर यात्राको एउटा प्रतीकात्मक रूप वा हामी यो जीवन हामी जिउँछौँ अनि मानिसको जीवन चाहिँ एउटा यात्रा हो है निरन्तर बगिरहन्छ। त्यसैले कविले कवितामा क्षितिज टाढिँदै जान्छ र पाइला अघि बढ्दै जान्छ भन्ने कुरालाई चाहिँ हामी मानिसको जीवनको निरन्तर यात्राको प्रतीकको रूपमा उहाँले प्रयोग गर्नुभएको कुरा हामी पाउँछौँ। अनि कवितामा कति उज्यालो बोल्नु र कति निप्नु भनेको कुराहरू हामी पाउँछौँ। अनि त्यसमा चाहिँ कविले जीवनमा धेरै उताउ चढाउहरू आउँछन् भन्ने एउटा यथार्थको प्रतीकात्मक रूप उहाँले कविता मार्फत हामीलाई देखाउनु भएको छ। हामी मानिसको जीवनमा उताउ चढाउ आउँछ भन्ने कुरा चाहिँ उहाँले देखाउनु भएको छ। तर ती सबै अवस्था बीच पनि मानिसको पाइला रोकिँदैन, मानिस निरन्तर अघि बढिरहन्छ भन्ने कुरा है। अनि हामी यो कवितालाई समग्रमा हेर्नु पर्दाखेरि चाहिँ हामी के बुझ्न सक्छौँ भन्दाखेरि कि कविता यथार्थ जीवनमा जिएको अघि अथवा कविता यथार्थ जीवनमा जिएको अघि हामी चाहिँ कविले कविता मार्फत चाहिँ हामी यथार्थ जीवनमा जिउँछौँ। अनि जस्तो सुकै हाम्रो जीवनमा सङ्कट परिस्थिति आए पनि हाम्रो सपना ठुला भए तापनि हामीले यथार्थ कुरालाई चाहिँ हामीले बिर्सिनु हुँदैन भन्ने कुरा प्रतीकात्मक रूपमा कविता मार्फत कविले हामीलाई बताउनु भएको कुरा छ है। अनि ती बिचमा पनि हाम्रो जीवन चाहिँ गतिशील भएर पनि बढिरहन्छ भन्ने कुरा हामी
उहाँले कविले आफ्नो कविता मार्फत बताउनु भएको हामी बुझ्न सक्छौँ। यही छ आजको विश्लेषण मनिष कोपयर ईश्वर वल्लभको यो कविताको। र आजको निम्ति यति नै, र हामी फेरि पनि भेट्नेछौँ हाम्रो अर्को भिडियोमा। तबसम्मको निम्ति स्वस्थ रहनुहोस्, अध्ययनशील बन्नुहोस्।